हेलो गाइस प्रजनन हुनुको एरिया हुन्छ म इन्डिया छु तपाईलाई त्यसले भोलिको दिनमा ल्याउन सक्ने समस्या आज म इन्डिया छु सोनामलाई मैले बताएन के हुन्छ भने उत्पादन हुँदैन सोनामलाई लाछु गाउँमा जान्छु म गाउँमा छैन इन्डिया छु म यहाँ खेती क्षेत्रगत रूपमा हेर्दाखेरि चाहिँ म यहाँ कहाँ हो है पापा समस्या बढी देख्नुहुन्छ त मध्य पहाडमा मम्मी हामी कहाँ हम अलि माथि उच्च पहाड मम्मी 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 नदी नालाका माछा तो का नाम क्या है अब यस्तो छ नाम तराईको नदीनालामा पनि जुन हाम्रो भने नि अब कोसीकै मैले का नाम 150 प्रजातिको माछाहरू थियो अब यो तराई क्षेत्र भयो अब त्यस्तै पहाडमा तपाईँ जानुभयो भने अब अञ्चलामा भेटिन्न मुम्बई मुम्बई हो हामी आज मुम्बई छौँ है आज हामी मुम्बई छौँ यहाँ बाललाई के गरिरहेको बालले त्यही पनि मुम्बई छन् त्यही पनि अर्को जग्गा छन् कि त्यही विशेष गरी हाम्रा होइन अरे उल्लु बनाएको उल्लु बनाउँदै मैले त गर्नुपर्ने कामहरू चाहिँ म गाउँमा छु अब हाम्रो त 6वटा गाई छ हामीले त्यही पनि बाख्रा त मस्त छ नानी त कति छ नि के भनौँ किनभने अब नीति त पहिला पनि बनेको हो कि यसरी चाहिँ हामीले करेन्ट लगाउनु हुँदैन के भन्छ यो हाइड्रो पावरले ड्याम बनाउनु हुँदैन भनेर हाम्रो लागू भएन यदि यो लागू भयो भने हाम्रो जुन रैथाने माछाहरू जुन लोप हुँदै गएको छ